टक्क अब के भन्ने आम्मा यसरी लड्यो हैन म लडेपछि यसरी लड्यो हो त्यो माथिको चाहिँ हाम्रो चुली डाँडा है हाम्रो पहिलाको घर कहाँ थियो म देखाउँछु ल गाइस टक्कै यहाँनिर थियो हाम्रो घरहरू पहिला अहिले चाहिँ यो रातो घर हो हाम्रो अनि अहिले चाहिँ हामी टक्क दाजुभाइ हामी तीनजना चट्ट मौलो पुगेर फर्किनु पर्ने छ फेरि ढोका देउसी खेल्नु पर्ने छ नि त हो दुईजना केटाहरू माथि छ आउँदैछ म तपाईँहरूलाई खोला पनि देखाउने छु त हाम्रो हिउँ खोला कस्तो भएको छ एकपल्ट ट्याक्क हेर्दै जानु होला है भिडियो चाहिँ एकदम फुल वाच गरिदिनु होला अनि अहिले चाहिँ तिहारको माहौल छ सबैजनालाई ह्याप्पी तिहार है एकदम आजबाट सुरु होला देउसी खेल्ने सो आज लक्ष्मीहरू नि पुछ्यो गाईहरूलाई अनि आजदेखि देउसी खेल्नु पर्ने छ गाई होइन सब म देखाउने छु तपाईँहरूलाई त देउसी हाम्रोतिर कसरी खेल्छ र तपाईँहरूकोतिर कसरी खेल्छ कमेन्ट गर्नु होला सो त्यहाँ पारि पुग्नुपर्ने हो हामी चाहिँ त्यो पारि रातो रातो घरहरू छ नि त्यहाँतिर एकदम गर्मी छ क्या लास्ट गर्मी छ गर्मी चाहिँ यति गर्मी छ नि घाम दामी घाम लाग्दैको छ पारितिर चाहिँ अँध्यारै छ यस्तै छ है अब टक्क पारेर होइन ग्लास पनि दामी छ होइन दामी टक्क लगाइदिउँ है कस्तो देखियो कस्तो देखियो हजुर मेरो भाइ हेलो टक्क अब के भन्ने आम्मा यसरी लड्यो होइन म यसरी लड्यो हो अब लडेपछि के गर्नु र कस्तो डेन्जर लड्दियो क्या अब ग्लासले आँखै देखेन कि क्या हो बादल दामी लाग्दिएको छ है गाइस हेर कस्तो दामी लाग्दिएको छ फेरि हाम्रोतिर यस्तो एउटा प्रब्लम रहेछ कि नेट नचलेर है आम्मा यस्तो डेटा नचलेर बिजोक के बिजोक अब टक्क मौलोमा जाने हो त्यहाँ वाइफाई छ ढुक्क वाइफाईमा भिडियो अपलोड गरिन्छ अब यहाँ चाहिँ गाह्रो छ नेट सेट छैन है होइन ओके गाइज आज चाहिँ म चाहिँ दादाको सट्टा म आफै मैले भ्लग बनाइराखेको छु आज चाहिँ एक दिन बनाइ कस्तो हुन्छ भनेर एकचोटि बनाइहेरेको र तपाईँहरूलाई कस्तो लाग्छ हेर्दै जानु होला अनि यहाँ चाहिँ हाम्रो यो ठाउँको नाम त के पो दादा चाँडाँडा हामी चाहिँ अहिले पारी सिंहडाँडा हिँड्दै गरेको अहिले चाहिँ हामी यो चाँडाँडा भन्ने ठाउँमा आइपुगिसकेको छौँ र यहाँको भ्यूहरू हेर्नु सक्नुहुनेछ तपाईँहरू एकदमै राम्रो छ भ्यूहरू तपाईँहरू यतातिर घुम्नु आउनुभयो भने पनि एकदम रमाइलो हुनेछ ठाउँहरू रमाइलो ठाउँहरू छ यहाँ र यो च्यानलको मेन अनर चाहिँ हाम्रो दादा हुनुहुन्छ किरण दादा हुनुहुन्छ म चाहिँ यसो आज घर आएको थिएँ म पनि अनि त्यही भएर यसो बनाइहेरेको मात्रै मैले चाहिँ 2 वर्ष भइसकिसक्यो दाजुभाइको भेट नभएको आज यो तिहारमा चाहिँ बल्ल बल्ल भेट भयो र खुसी लागिरहेको छ अब हाम्रो फ्यामिलीमा मिसिङ को भयो हाम्रो ड्याडी मात्रै मिसिङ हुनुभयो अरू त सबैजना हुनुहुन्छ ड्याडी र बहिनी मिस भयो तर ठिकै छ अब नेक्स्ट टाइम कहिले भेट हुन्छ होला हाम्रो पनि यहाँको सिन हेर्नु सक्नुहुनेछ एकदमै दामी बादल पनि लागिराखेको छ र अनि यहाँदेखिको अगाडि जाँदै जाँदा तल नै चाहिँ एउटा सबसे लामो पुल छ यहाँको खोला नेवा खोला भन्ने छ एउटा त्यहाँ पुगेर तपाईहरुलाई त्यहाँको सिन देखाउने छु एकदमै राम्रो छ त्यहाँको सिन Let's see है गाइस हेर्दै जाउँ हामी अब यहाँ भन्दा अगाडि के छ रमाइलो ठाउँहरु पनि छ ल गाइस यो चाहिँ
अहिले हाम्रो हेउ खोलाको पुल हो है। पोहोर परारको बाढीले चाहिँ यस्तो बनाएको थियो हाल। अहिले पनि डेन्जर छ है, पुरा यस्तो खतरा बनाएको छ नि त, लुक्सै चेन्ज भइदिएको छ कि। अनि यो चाहिँ हाम्रो पुल हो वारिपारी गर्नलाई फ्राङबुङ अनि 5 नम्बर वडा र 4 नम्बर वडा छिर्नको लागि बनाएको पुल हो। सो यो पुल पनि एकदम दामी छ, हावा सरल दामी आउँछ है, खोला पनि दामी छ, त्यही हो। अहिले चाहिँ हामी ट्याकल लाएर पुल पनि तरेर उकालो लाग्दैछौँ। अब चाहिँ ट्याक्कै सायद मौलो पुगेपछि भ्लग पनि एन्ड गर्नेछु। बाटोको हाल चाहिँ यस्तो छ है, एकदम कुचोहरू। काठमाडौँतिर त अब कुचो कस्तो सानो पाइन्छ नि, यहाँ चाहिँ अब पुरा नेचुरल क्या, पुरा फलेकै बोटमै फलेको पाइन्छ है। अहिले हामी त्यहाँ पारिबाट आएको, यता जाँदैछौँ हामी चाहिँ। अब यता चाहिँ खासै घाम लाग्ने उयो नै गइसकेको हो, अहिले घाम लाग्दैन। बिहान सबैभन्दा छिटो यहाँ घाम लाग्छ, अनि 1-2 बजिसकेपछि फेरि पारिपट्टि घाम लाग्छ। यहाँ चाहिँ ओझेल परिदिन्छ क्या, त्यही भएर यहाँ चाहिँ दामी दामी फलफुलहरू पनि दामी दामी पाइन्छ। फलफुल भन्दा यो के भन्छ यसलाई, कोदो भयो है, पिँडालु नि भन्छ यसलाई, कोदो भयो, यो चाहिँ पिँडालुहरू पाइन्छ। यता चाहिँ सबै अर्ग्यानिक मात्रै पाइन्छ क्या अब गाउँमा है।